नमस्कार, म डाक्टर पारसमणि श्रेष्ठ। आज तपाईँहरू समक्ष चाहिँ किडनी अथवा किडनीको नलीमा कतै पत्थरी यानि कि स्टोन भएमा कस्तो कस्तो उपचार प्रविधिहरू आजकल आधुनिक प्रविधिहरू छन् त्यसको बारेमा केही जानकारी गराउन चाहन्छु। अब हुन त हामीले थाहा पाएकोदेखि नै स्टोन भयो भने अत्याधुनिक प्रविधि भनेकै चिरेर ओपन सर्जरी गरेर निकाल्ने चलन थियो। त्यो आजको जमानामा लगभग बन्द नै भइसकेको छ र अहिले आएका नयाँ प्रविधिमा चाहिँ एउटा चाहिँ अति सूक्ष्म प्वाल पारेर किडनीमै सिधै गएर ढुङ्गा फुटाल्ने अनि निकाल्ने यो एउटा प्रविधि र त्यसपद भन्दा पनि अझै राम्रो प्रविधि र नयाँ प्रविधिमा चाहिँ RIRS यानि कि किडनी भित्र गएर कहीँ पनि प्वाल नपारिकन कहीँ पनि नचिरिकन भित्रै गएर अपरेसन गरेर ढुङ्गालाई लेजर प्रविधिले फुटाउने र सके जति फुटेका कणहरूलाई नचिरिकनै पिसाबको नालीबाटै बाहिर निकाल्ने प्रविधिको बारेमा जानकारी गराउन चाहन्छु। अब पुराना कुराहरू सबैले थाहा पाएको कि चिरेर अपरेसन गर्ने ढुङ्गा निकाल्ने भनेको हामीले सबैले देखेको भोगेकै एउटा प्रविधि हो र यो प्रविधिबाट हामी करिब बाहिरै आइसकेका छौँ। आजकल हामीले गर्ने पहिलो प्रविधि मिनी पिसिएनएल यानि कि किडनीभित्र भएका सानादेखि ठुला ढुङ्गाहरू पनि एउटा कहिलेकाहीँ दुईटा साना प्वाल बनाएर बिरामीलाई बेहोस गरिकन अथवा नाइटोभन्दा मुनि मात्र लाटो गरिकन पनि गर्न सक्ने अपरेसन हो। यो अपरेसन गर्दाखेरि चाहिँ राम्रो पक्ष के छ भने किडनीभित्र सिधै एक्सेस हुने अनि ढुङ्गा फुटाएपछि ती ढुङ्गाहरू करिब 100% क्लियरेन्स गर्ने सम्भावना अलि बेसी भएको प्रविधि हो। किनभने हामीले फुटाइसकेपछि चाहे लेजर युज गरेर होस् चाहे स्टोन फुटाउने अरू प्रविधिहरू अल्ट्रासाउन्ड भन्छन् अनि लिथोट्रिप्टर भन्छन्, यी प्रविधिहरू फुटाएपछि त्यो चिजहरू जुन बनाएको ट्र्याक छ त्यसबाट सिधै बाहिर ल्याएर अपरेसनको अन्तमा करिब त्यो ढुङ्गाहरू आफ्नै हातमा हुन्छ। यानि कि स्टोन क्लियरेन्स रेट हाई भएपछि हामीलाई पनि बढी सेटिस्फ्याक्सन र पेसेन्टलाई पनि एकदम सेटिस्फ्याक्सन हुने एउटा एकदमै राम्रो प्रविधि हो। र यो मिनी पिसिएनएल भन्ने प्रविधिमा चाहिँ सबैभन्दा अलिक कमजोरी पक्ष भनेको चाहिँ यसरी गर्दाखेरि किडनीमा सानो प्वाल बनाउने भए पनि करिब 2देखि 3% मान्छेलाई चाहिँ ब्लिडिङ हुने, रगत चढाउनु पर्ने यस्ता कम्प्लिकेसनहरू आउन सक्ने एउटा प्रविधि भएकोले यो भन्दा पनि अझै नयाँ प्रविधि RIRS को बारेमा कुरा गरौँ। RIRS भनेको कस्तो भन्दाखेरि यो चाहिँ हामी मान्छेहरूको पिसाबको नाली जहाँबाट पिसाब आउँछ त्यहीँबाट हाम्रो मुखमा हाल्ने इन्डोस्कोप जस्तै मसिनो पाइप छिराएर किडनीबाट भित्रै गएर र ढुङ्गा जहाँ छ किडनीको जुनसुकै कुनामा होस् गएर त्यसले त्यो स्टोनलाई भिजुलाइज गर्छ, देख्छ अनि त्यसलाई चाहिँ हामीले लेजर युज गरेर चाहिँ हामीले त्यसलाई चाहिँ धुलो बनाउँछौँ र धुलो बनाएका कणहरू यति साना बनाउँछौँ कि अपरेसन सकेपछि हामी जब बाहिर आउँछौँ त्यो बिरामीले करिब 80-90% ढुङ्गाहरू त्यही पिसाबकै नालीबाट पिसाबको माध्यमबाट पिसाब गरेर आफै निस्किन्छ। र RIRS को सबैभन्दा ठुलो फाइदा भनेको पेसेन्टले कुनै पनि प्रकारको प्वाल पार्ने, चिर्ने, घाउमा कुनै दाग हुँदैन, घाउ हुँदैन र यसमा ब्लिडिङको चान्सेसहरू एकदम मिनिमल कम्पेयर टु मिनी पिसिएनएल अर इभन ओपन सर्जरी अफ कोर्स। यसमा रगत दिनुपर्ने सम्भावना कम हुन्छ र यसका केही कमजोरी पक्षहरूमा चाहिँ यसमा चाहिँ अरू अपरेसनहरू यानि कि मिनी पिसिएनएल भन्दा सायद इन्फेक्सनको डर धेरै हुन्छ किनभने भित्र क्लोज सिस्टममा काम गर्ने भएकोले त्यहाँ कीटाणुहरू कहिलेकाहीँ फैलिएर पेसेन्टहरूलाई ज्वरो आउने हैन, हस्पिटलमा केही दिन बढी बस्दा एन्टिबायोटिक कडा दिनुपर्ने अवस्थाहरू आउन सक्छ। अर्को यसको कमजोरी पक्ष भनेको चाहिँ हामीले स्टोन शरीरभित्रै फुटाल्छौँ तर मिनी पिसिएनएल जस्तो आफै बाहिर निकाल्दैनौँ। त्यो स्टोनलाई सकेसम्म यति धुलो बनाउँछौँ कि ताकि त्यो आफै बगेर आओस् भनेर त्यही छोड्यो। त्यसैले कहिलेकाहीँ यो प्रविधिबाट गर्दाखेरि चाहिँ ढुङ्गाहरू अलिअलि बाँकी रहने हो कि भन्ने डर हामीलाई पनि हुन्छ र तर त्यसमा पनि आजकल मिनी पिसिएनएल जस्तै RIRS मा पनि हामीले सक्सन भन्ने युज गर्छौँ यानि कि तानेर लिने र त्यो फुटाएका कणलाई पनि हामीले कहीँ पनि नचिरिकन त्यही पिसाबको नालीबाट जुन ठाउँबाट हामीले दूरबीन छिराएका छौँ त्यही नलीबाट पनि सक्सन गरेर ती कणहरू र खास गरिकन ठुला कणहरू निकाल्यो भने एन्ड अफ द सर्जरी स्टोन क्लियरेन्स रेट एकदमै हाई देखिन्छ। त्यसैले
तपाईहरुलाई चाहिँ कुनै पनि ढुङ्गालाई कोही डाक्टरले गएर म चिरेर गर्छु भन्यो भने तपाई दुईचोटी सोच्न पर्ने हुन्छ। हो, कुनै ढुङ्गाहरू चाहिँ चिर्नुपर्ने अवस्था पनि आउँछ कि साह्रै ठुलो अप्ठ्यारो ठाउँ भएको ढुङ्गाहरू यो भेरी एकदमै मिनिमल इन्डिकेसन भएका कुराहरू मात्रै। आजकल त आई वुड से लेस देन 1% अफ द स्टोन्सहरूलाई चाहिँ कुनै चिरेर गर्नुपर्ने हुन्छ र मोस्ट अफ द स्टोन यानि कि सबै ढुङ्गाहरू करिब किडनीका र किडनीका पाइपका सबै जसो ढुङ्गाहरू नचिरिकन आरएआरएस अथवा एउटा सूक्ष्म दूरबीनले पल बनाएर मिनी पिसिएनएल गरेर यी ढुङ्गाहरू करिब क्लियर गर्न सकिन्छ। र आजको लागि जानकारी यति नै। धन्यवाद।